समुद्र हामीले सधैँ विशाल, गहिरो र अलिअलि डरलाग्दो रूपमा देख्ने गरेका छौँ। तर के त्यही समुद्र कहिलेकाहीँ तपाईँका लागि बाटो बनेको छ? कल्पना गर्नुहोस् तपाईँ समुद्रको किनारमा उभिरहनु भएको छ र अचानक समुद्र आफै दुई भागमा छुट्टिन्छ र तपाईँ त्यसको बिचबाट हिँड्न थाल्नुहुन्छ। सुन्दा कथा जस्तो लाग्छ, तर यो कथा होइन, यो वास्तविकता हो। दक्षिण कोरियाको एउटा सानो टापु, जिन्डो टापु, जहाँ बिहानहरू शान्त हुन्छन्, हावा बिस्तारै चल्छ र समुद्र आफ्नै तालमा सुसाइरहेको हुन्छ। यहाँका मानिसहरूको जीवन साधारण छ, तर प्रकृतिसँग अत्यन्तै नजिक। तर वर्षमा केही दिन यो शान्त टापु अचानक बदलिन्छ। समुद्र बिस्तारै पछाडि हट्न थाल्छ। पहिले कसैले खासै ध्यान दिँदैनन्, तर केही समयपछि त्यो पानी अझै तल झर्छ र अचानक बीचमा एउटा बाटो देखिन्छ। त्यो बाटो हिजो थिएन, तर आज त्यो स्पष्ट देख्न सकिन्छ। मानिसहरू बिस्तारै त्यो बाटोतर्फ अघि बढ्छन्, केही उत्साहित, केही अलि डराउँदै। तर सबैको मनमा एउटा भावना हुन्छ, यो साँच्चै भइरहेको हो त? करिब 2.8 किलोमिटर लामो त्यो बाटो मानिसहरूले भरिन्छ। बच्चाहरू हाँस्दै दौडिन्छन्, बुढापाकाहरू बिस्तारै टेक्दै अघि बढ्छन् र सबैजना समुद्रको बिचमा आफ्नो कथा लेखिरहेका हुन्छन्। हामीलाई लाग्न सक्छ यो कुनै चमत्कार हो, तर प्रकृतिका आफ्नै नियमहरू हुन्छन्। चन्द्रमा र सूर्यको आकर्षणले समुद्रको पानीलाई तान्छ। विज्ञानको भाषामा यसलाई ज्वारभाटा भनिन्छ र जिन्डोको यो विशेष ठाउँमा त्यो प्रभाव अलि फरक देखिन्छ। पानी एकाएक घट्छ र लुकेको जमिन केही समयका लागि देखिन्छ। सायद प्रकृतिले हामीलाई देखाउन खोजेको आफ्नो एउटा सानो रहस्य हो। तर यहाँका मानिसहरूका लागि यो केवल विज्ञान होइन, यो विश्वास पनि हो। हरेक वर्ष यहाँ जिन्डो सी पार्टिङ फेस्टिभल मनाइन्छ। तर त्यो दिन समुद्र मात्र होइन, मानिसहरूको पनि मन डुल्छ। सङ्गीत, नाच र हाँसोले पुरै टापु भरिन्छ। यो क्षण सधैँ रहँदैन। केही घन्टापछि समुद्र फेरि फर्किन्छ र त्यो बाटो फेरि हराउँछ, जस्तै कुनै सुन्दर सपना। जिन्डोको यो कथाले हामीलाई सम्झाउँछ, प्रकृति सधैँ केही भन्न खोजिरहेकी हुन्छन्, हामीले केवल त्यसलाई सुन्न जान्नुपर्छ। तपाईहरूलाई आजको प्रकृतिको रहस्यमय कथा कस्तो लाग्यो? आफ्नो विचार कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला।